तपाईँहरूले मलाई हेर्दाखेरि ओहो कस्तो पर्फेक्ट भनेर भन्नु होला, तर मान्छे कहिले पनि पर्फेक्ट हुँदैन। यो पनि यसरी होस्ट गरिरहेको मेरो पहिलोचोटि हो होइन। हाम्रो टिचको प्रोग्राम पनि भएको थियो, कतिजना उपस्थित हुनुभएको थियो, कतिजना नयाँ हुनुहुन्थ्यो होइन। आउनु भएको थियो, हामीले कति धेरै रमाइलो गरेको थियौँ है, रमाइलो गरेको थियौँ। अनि त्यो पनि हाम्रो लागि नयाँ थियो। त्यतिखेर पनि मैले भनेको थिएँ, अब पहिलोचोटि हुँदाखेरि जहिले पनि हुन्छ नि नर्भस हुन्छ। अब आज पनि म काइन्ड अफ नर्भस नै छु, तर पनि सिमिलर चिनेको अनुहार हो नि त, त्यही भएर नयाँ कुरा हो, त्यसले गर्दा नर्भस छु। अब तपाईँहरूले पनि त्यही सोचेर चाहिँ तपाईँहरूले गरिरहेको कुरा हो नि त क्लासमा हो, त्यसले गर्दाखेरि बाहिर जाँदाखेरि चाहिँ तपाईँहरू किन नर्भस चाहिँ हुनुहुन्छ, तर तपाईँहरूले त गरिरहेको कुरा हो नि त। त्यसले गर्दाखेरि आफूमा कन्फिडेन्स चाहिँ त्यसरी ल्याउनु पर्यो। आफू चाहिँ कहिले पनि आफूलाई कम नठान्ने, आफूले चाहिँ जहिले पनि मोटिभेट भएर चाहिँ अगाडि बढ्नु पर्यो। अनि तपाईँहरूले जति सक्दो आफूलाई हुन्छ नि सोसियलाइज गर्नु भयो, जति सक्दो आफूलाई कामले चिनाउनु भयो, त्यति नै तपाईँहरूको माझमा मान्छे खोज्दै आउने हो कि। त्यसले गर्दा पैसाको पछि लाग्नुभन्दा पनि तपाईँहरूले चाहिँ अब यसले त यति मात्र पैसा दियो, म चाहिँ यति मात्र गर्छु काम भनेर चाहिँ होइन, आफूले चाहिँ 100% दिनु पर्यो। पैसा कमाउनुतिर कहिले पनि नलाग्ने। जस्तै तपाईँले काम राम्रो गर्नुभयो भने तपाईँको कामलाई पैसा तिर्छ कि, तपाईँलाई पैसा तिर्दैन, त्यो तपाईँको कामलाई पैसा तिर्दैन। त्यसले गर्दाखेरि तपाईँहरूले चाहिँ आफ्नो काम बेस्ट दिनु पर्यो। तपाईँहरूले त्यसमै तपाईँले पैसा त्यसमै कमाउनु पर्ने हुन्छ। तपाईँको नाम इज्जत फेम सबै त्यसमै हुन्छ। त्यसले गर्दा पैसाको पछि नदौड्ने पिरियडमा भयो हामी, त्यही हो हुन चाहिँ, त्यही हो। सेम हामीले जहिले पनि हुन्छ नि आफूले वर्क गर्नु पर्यो। वर्कमा हामीले रिजल्ट भनेको ढिलो चाँडो आउन सक्छ, कसैको 1 वर्षमा हुन सक्ला, कसैको 2 वर्षमा हुन सक्ला, कसैको 3 वर्षमा हुन सक्ला, तर हुन चाहिँ हुन्छ। ढिलो चाँडो मेहनत गरेको छ भने रिजल्ट आउँछ। त्यो चाहिँ तपाईँहरूले चाहिँ त्यो चाहिँ दिमागमा चाहिँ राख्नु पर्यो, मनमा राख्नु पर्यो। अनि अर्को मेन इम्पोर्टेन्ट कुरा, तपाईँहरूले जति सक्दो प्र्याक्टिस गर्नुभयो त्यति राम्रो आउटकम आउँछ। तपाईँहरूले अब सिकेर यहीँसम्म सीमित राख्नुभयो भने त कहिले पनि राम्रो हुँदैन। किनभने हामीले त अब हात पक्रेर पनि सिकाएको छौँ कतिलाई। अब त तपाईँहरूले हात पक्रेपछि अब त पक्रिने कोही पनि हुँदैन। तपाईँहरूको हात पक्रिने भनेको आफैले हो, अब आफ्नो लागि आफै हो। त्यसले गर्दाखेरि तपाईँहरूको पछाडि हुन त हामी हुन्छौँ जहिले पनि। केस गाह्रो साह्रो पऱ्यो भने हामी छौँ, तर पनि टिचरहरू म मात्रै नभएर अरू टिचरहरू पनि हुन लागे। तर अब फिल्डमा उत्रिसकेपछि तपाईँहरूले के बुझ्नु पर्यो भने अब मेरो लागि चाहिँ म आफै स्ट्यान्ड लिन्छु, म अगाडि बढ्छु भनेर चाहिँ काम गर्नु पर्यो। फ्रिल्यान्स काम गर्दा पनि भयो, एज अ सानो रुममा स्टुडियो गर्दा पनि भयो। मैले यत्रो ठुलो एकैचोटि खोलेको पनि होइन, हुन त अब ठिकैको छ। अनि खोलेको होइन, सानो रुमबाट स्टार्ट गरेको हो। त्यो पनि आफ्नै घरको रुमबाट स्टार्ट गरेको हो। सानो रुमलाई डेकोरेट गरेको थिएँ। मैले कति पनि पैसा इन्भेस्ट गरेन। मैले इन्भेस्ट गरेको 30,000 हो। मैले सुरुमा पैसा इन्भेस्ट गरेको भनेको 30,000 हो। 30,000 म जहाँ छु जे छु अहिले सबै त्यही 30,000बाट हो। त्यो पनि मेरो दाइबाट ऋण ल्याएको मैले हो। पछि गएर तिरेँ मैले 30,000 विदाउट ब्याज तिरेँ, आफू दाइ हो नि त। त्यही भएर तिर्न चाहिँ तिरेँ, विदाउट ब्याज नै तिर्दिएँ मैले। त्यसले गर्दा पैसा छैन, मेरो त फोन राम्रो छैन, रिङ लाइट छैन, अब मेरो त इक्विपमेन्ट्सहरू छैन। त्यो भनेर चाहिँ कहिले पनि पछाडि हुन्छ नि अगाडि बढ्नबाट चाहिँ आफू वञ्चित हुन चाहिँ भएन। किनभने अहिले मेरो फोन हुन्ला अरे, म्यामको त कति राम्रो भिडियो आउँछ भनेर। त्योभन्दा अगाडि त मेरो यो फोन त थिएन। मैले केले कमाएँ त यो यही कामको थ्रुबाट कमाएँ हो। तपाईँले त कामको थ्रुबाट कमाउँदै जानु पर्यो कि। त्यसैले कति दुःख गरेर हुन्छ नि सुरुमा भिडियो बनाउँछ, त्यो स्टार्टिङ कनेक्ट हुनेलाई थाहा छ होइन। त्यसैले आफूले फर्स्टमा त दुःख गर्नै पर्छ। जहिले पनि मान्छेको दुःख कहिले पनि कम हुँदैन। इभन अब तपाईँहरूले मलाई हेर्नुभयो भने के चाहिँ छ त, सबै छ त भिडियो बनाउने भन्नुहुन्छ होला, तर मान्छेले कहिले पनि त पुग्दैन नि त। अब अझै मैले माथिकोलाई हेर्छु हो, अब माथिकोलाई त अझै इक्विपमेन्ट्सहरू राम्रो राम्रो देख्छु, मसँग त यो छैन भनेर बस्नु थाल्यो भने त मैले के हुन्छ, म त पछि सर्छु हो। तुलना गर्ने होइन कि आफूसँग जे छ त्यसमा चाहिँ आफू सीमित रहेर त्यसलाई चाहिँ कसरी वर्कआउट गर्न सकिन्छ। मैले रिङ लाइट यस्तो कहाँ पाउँथेँ पहिला, त्यो फ्युल पेपर हुन्छ नि, फोइल पेपरलाई कार्टुनमा वरिपरि त फोइल पेपर राखेर त्यसले लाइट फाल्छ नि त। अनि त्यसमा यस्तो बत्ती बल्ब राखेर मैले बनाएको रिङ लाइट हो। दुःख गर्नु पर्यो कि, अलिकति दुःख गरेपछि न रिजल्ट राम्रो आउँछ नि त। त्यसले गर्दा आफूले चाहिँ कहिले पनि अब यो किनेपछि गरौँला, यो भएपछि होला, यो गरेपछि त्यो होला, यति महिनामा चाहिँ यसले यति पैसा पठाउला, म किनौँला, बुवाले यस्तो गरिदिनु होला, गरौँला, त्यो चाहिँ नसोच्ने।
आफूसँग जे छ क्वालिटी राम्रो नआउला हालिराख्ने के भएको छ त हालिराख्ने मान्छेले अहिले क्वालिटी राम्रो भन्दा पनि तपाईँले राम्रो काम गर्नुभयो भने त्यो कनेक्सनबाट पनि बोलाउँछ त्यसले गर्दा क्वालिटी राम्रो नआउला अरे तर मान्छेले के पनि भन्छ भने यहाँ त भिडियो नराम्रो आउँछ तर काम चाहिँ राम्रो हुन्छ है भनेर पनि Eta Erasmus. Okay. You dance your shot, love. तपाईँको के अरे दुईजना हाँस्नु ल उहाँ मात्रै हाँसिरहनु भएको छ कि है स्माइल नेक्स्ट नेक्स्ट Sin, smile. Last one more. Last one. Video की photo. Okay. Congratulations.
त अर्थै होइन त्यो मैले कसो गरेँ अलिक छ स्माइल एकैछिन ल फेरि वान्स मोर दामी हाँस्नु त दुईजना 1 2 3 गो ओके नेक्स्ट अब चाहिँ उहाँ चाहिँ यहाँ टालेको इमेजिन गर्नु न दिलु कुमारी श्रेष्ठ आइसके दीक्षा श्रेष्ठ नेक्स्ट ओके नेक्स्ट सीता मण्डल सीता परियार कुनै दिन पनि हाँसेर गएको छ त मर्दिन म भन्दैछु अहिले बधाई छ सबैलाई छोटो आएको नि फेरि आज पङ्क्चुअल टाइमको नि भ्यालु गर्नुपर्छ है कसैले नेपाली टाइम दिएको सबैजनाको स्नेहा लिम्बू स्माइल Thank you.
Last one on. Okay. Next. Maya बस्नु मेरो हाइट यति चाहिँ होइन यहाँ लाग्छ नि मैले चाहिँ Next. Smile. Next. Smile. Smile, Dami. तपाईँको स्माइलै पुग्यो यतिको ल यो सेम ल 1 2 3 go Sorry, sorry. एउटा लास्ट स्माइली ल ओके यो ल कन्टिन्यू 1 2 3 ल ओके 1 2 1 2 3 ल 1 2 3 go Smile. La. Okay. 1 2 3 go. Last one more. अझै स्माइल पुगेन रहेछ जसले स्माइल गर्छ त्यो सबैभन्दा राम्रो आउँछ है फोटो
म्यामले गरिदिएको हौ फोटो छोपियो Last smile. 1, 2, 3, go. Once more. Okay, last one. 1, 2, 3, go. Oh, दुईजना Come forward. अलिकति अगाडि आउनुहोस् त एरोसी राई रेडीमा बस्नु होला Smile. सृष्टि खड्का युनिसा तामाङ Okay, ready? 1, 2, 3, go. Once more. 1, 2, 3. रोजिना धिमाल काली Okay, next. अञ्जली राई ला ताली नै हरायो त ताली गर्ने मान्छे Smile. Next. यस्तो क्यामेरा के गर्न जानु यता हेर Next. कतिजनालाई पैसा कमाउन
बनाउने गर्छु भर्खर पाउँदैन Congratulations, gentlemen. Smile. 1, 2, 3, go. Okay, next. शान्ति जी Congratulations. Congratulations. Congratulations, Srisha. Congratulations. Satu bawah ya. के काट्छौँ होइन यो चाहिँ अब मैले त काट्ने त होइन मैले साथीले पाएको होइन तपाईँहरूले पाएको हो नि त सो तपाईँहरू सबैजना मिलेर काट्ने अलिकति अगाडि आज त के काट्नु केक पनि काट्नु तपाईँहरू सबैले काट्ने सबैले हात चाहिँ यसो गरेर काट्ने काट्ने कति बेला जाने के यसो गर्नु भने नि लाटी त काट्नु ए न ए ल ल ल सरी के परेछ भने म यहीँ जानुहोस् है फेरि ल ल ल ल छैन एकछिनमा आउनु न 2 बजीतिर यसो गर्नु भने नि तपाईँहरू सबैजना यहीँनिर आउनु अनि त्यसपछि सबैले काटेर एकताका ल ल ल ल यो मैले काटिदिएर ल ल ल ल आउने सबैजना अगाडि बढेको एउटा प्रोत्साहन दिनु हो त्यसले काट्ने अलिक अगाडि राख्नु होला तपाईँहरू काट्न आँट्नुभएको हो यस्तो आउँछ कुदिहाल्नु त फेरि त्यो भन्दा ठुलो हो आज
मलाई चाहिँ सरी फेरि होइन Hải sơi. Kita